हेलो गाइस, वेलकम टु मेरो भ्लग। आज चाहिँ मैले वान टाइम भ्लग बनाउँदैछु। चाहिँ म तरकारीको भ्लग बनाउँदैछु, घरको वरिपरिको। यो चाहिँ हाम्रो मैले छ यतै हाम्रो चाहिँ मेरो साइकल, सानो साइकल छ। अनि यता तरकारीको भ्लग छ, तरकारीतिरै जानु पर्यो नि। उता चाहिँ मन्दिर छ, यता स्कुल छ, टौवा छ। यहाँ चाहिँ टङ्की, यहाँ चाहिँ बस्ने हो। यहाँ स्कुल थाहा होला, यो चाहिँ शिवालयको मन्दिर। यहाँ चाहिँ केराउ फलिएको छन्, यहाँ चाहिँ आलु फलिएको छ। केराउ आलु फलिएको छ। यहाँ पनि केराउ आलु फलिएको छ है, हेर्नुहोस्। यहाँ चाहिँ आपको चिन्नुहोस्। अनि पछि यहाँ चाहिँ लसुन चाहिँ अस्ति नै अनार हो, अझै फलेको छैन। यहाँ चाहिँ है, अनि पछि अनि गोपी, लसुन फेरि यता पनि आएको छ। लसुन चाहिँ यहाँ सानै भएछन्, उम्राएको सानै छन्। यता चाहिँ हाम्रो ऊ त्यहाँ बारी छ, ऊ त्यहाँ जान्छु अब म है। भ्लग बनाउन त पर्यो। अब म गएँ, यता गएँ, अब फेरि यताको बनाउँदैछु। यहाँको चाहिँ बारीको, यहाँ चाहिँ लसुन छन्, यहाँ चाहिँ गोपी चाहिँ लसुन। यता साग लागेको रहेछ। अनि त्यहाँ चाहिँ लसुन नै प्याज। अनि गोपी चाहिँ यत्रो फुलिएकी छन्, हामीले खाइसक्यो। अनि यताको पुरानाको हस्पिटल है, यो पुरानैको हस्पिटल हो। यो चाहिँ पुरानाको